इक्यानको फाइनेन्सियल ट्रान्ज्याक्सनहरू फाइनेन्सियल पारदर्शिता अनि हजुरको अकाउन्टेबिलिटी मेन कुरा भनेको इक्यानको कोषलाई सुदृढ र समृद्ध बनाउनको लागि प्लस इक्यानको मेम्बरको हकितको लागि जुन फन्ड आवश्यक पर्छ इक्यान जस्तो अर्गनाइजेसनमा त्यसलाई अझ सबल र एकदमै स्ट्रङ रूपमा अगाडि बढाउनको लागि मेरो उम्मेदवारी कोषाध्यक्षमा मैले सुरुमा इक्यानको एक्जिक्युटिभ मेम्बर भएर काम गरेँ। त्यसमा मेरो दुईवटा डिपार्टमेन्ट मलाई टिमले विश्वास गरेर दिनुभएको थियो। त्यसमा मेरो युएसए डिपार्टमेन्ट र सिएसआर थियो। त्यो डिपार्टमेन्टमा रहँदै गर्दाखेरि मैले मेम्बरलाई अगाडिको इलेक्सनमा जुन प्रतिबद्धता जाहेर गरेर भोट मागेको थिएँ, उहाँले जुन रूपले मलाई मतदान गरिदिनु भएको थियो, मेरो थर्ड हाइएस्ट भोट आएको थियो। त्यो अनुरूपको मैले उहाँहरूको भोटलाई चाहिँ मैले सम्मान गरेर उहाँहरूको डिमान्ड अनुसार उहाँको इच्छा अनुसारको मैले काम गरेर देखाएको छु। मेरो दुईटै डिपार्टमेन्ट एकदमै सक्सेसफुल भयो। टिमको सहायताले, टिमको हेल्पले, सपोर्टले गर्दाखेरि दुईटै डिपार्टमेन्ट चाहिँ एकदम सक्सेसफुल भयो। मैले मेम्बरहरूको हकितको लागि जुन गर्नुपर्ने थियो मेरो डिपार्टमेन्टमा बसेर ट्रेनिङदेखि लिएर फन्डहरू कलेक्सन गर्नेदेखि लिएर होइन, मेरो काम भनेको चाहिँ मेम्बरहरूलाई ट्रेन गर्नु थियो नि त, सुदृढ बनाउनु थियो। त्यसको लागि मैले जुन भूमिका खेल्नुपर्ने थियो त्यसको लागि मैले आफ्नो 100% दिएर काम गरेको छु। यो कुरा मेम्बरहरूले बुझ्नु भएको छ। त्यो कारणले गर्दाखेरि पनि अब जुन मैले 2 वर्षको कार्यकालमा गरेँ त्यसको रिवार्डको लागि चाहिँ मलाई फेरि मेम्बरहरूले चाहिँ विश्वास गर्नुहुन्छ भन्ने आश छ। त्यसको लागि चाहिँ उहाँहरूले मलाई सपोर्ट गरेर समर्थन गरेर फेरि पनि एक्जिक्युटिभ बोर्डमा लिएर आउनुहुन्छ भन्ने मलाई विश्वास छ। जुन 2 वर्ष कार्यकालमा रहँदै गर्दाखेरि मैले जुन काम गरेर हाम्रो इक्यानको मेम्बरहरूको लागि जुन योगदान दिएको छु त्यसको लागि चाहिँ म फेरि पनि उहाँहरूको विश्वासको चाहिँ योग्य छु। मलाई मेम्बरहरूले फेरि पनि साथ सपोर्ट गरेर समर्थन गरेर चाहिँ फेरि भोट दिनुहुन्छ भन्ने आश छ। र सबैले म के अपिल गर्न चाहन्छु भन्दाखेरि काम गर्ने मान्छे चाहिँ इक्यानमा हुनु पर्यो। जुन पहिला हाम्रो टिम थियो एउटा स्ट्रङ टिम थियो, अहिले पनि हाम्रो टिमबाट त्यस्तै स्ट्रङ टिम फेरि पनि आएको छ मेम्बरको हक हितको लागि नै, र मेम्बरहरूलाई गरेर उहाँहरूको एउटा विश्वास फेरि पनि हामी जित्नेछौँ भन्ने मलाई आश छ। र त्यसको लागि म सम्पूर्ण मेम्बरहरूलाई चाहिँ काम गर्ने मान्छेहरूलाई चाहिँ फेरि पनि टिममा लिएर आउनको लागि भोट गर्नुहुन अपिल गर्दछु।